बहिनीले अन्तिम सासमा कस्तो भयो होला, उसलाई बाँच्न मन थियो होला, उसलाई रमाउन मन थियो होला, सपनाहरू थियो होला, मारे नि होइन तिनीहरूले। मान्छेहरू कतिसम्म पापी हुन सक्छन्, त्यस्तो गर्नलाई त फाँसीको सजाय पनि दिनुपर्छ। उनीहरूले एउटा जिन्दगी होइन उसको आसपास आमा बाउ हुनेहरूको जिन्दगी पनि बिगारेको छ। त्यस्तोहरूलाई बाँच्ने कुनै पनि अधिकार छैन। 18 वर्षभन्दा मुनिको नाबालिकालाई त्यसरी बलात्कार गरेर मार्न कसरी सक्छन्? फेरि मार्ने मान्छे पनि धेरै एजेड त्यस्तो होइन कि, साना साना बच्चा बच्चीहरू के भइरहेको छ आजकलको युथहरूमा के। एउटा केस के आएको छ भन्दाखेरि जङ्गलमा हड्डी भेट्यो अरे, वाट द फक, हड्डी भेट्यो, काटेर घाँटी अलग बनाइदिएको छ ब्रो, काटेर। हामीले आवाज उठाउनु पर्यो यसको बारेमा। निर्मला पन्त जस्तो यो केसहरू पनि मुनि दबिनु भएन के। तिनीहरूलाई कहिले पनि सुख शान्ति नहोस् हुन्छ त्यस्तो पाप गर्नेहरूलाई। मन्दिर यही छ केटा हो। जय शङ्कर भोलेनाथ। तिमीहरूले कसरी गर्न सक्छौ हत्यारा पापीहरू? तिमीहरूको मनमा के छ, ढुङ्गा छ कि के छ?